आजबाट चाहिँ हाम्रो यो फार्ममा चाहिँ बँदिया भाले बनाउन सुरु गरेका छौँ। अब बँदिया बनाउनको लागि एकदमै गाह्रो छ। अब यो एकदमै समस्या हुन्छ। यहाँ हामीले हेर्दैछौँ अहिले लाइभमा। यसरी चाहिँ चिरेर चाहिँ भित्रबाट चाहिँ यो भाले छाड्दै खुट्टामा बस्न नदियो भने क्या। हजुर कस्तो झुन्डाइदियो भने क्या। यस्तो खुट्टामा बस्न नदियो भन्नु खोजेँ। अर्को निकालौँ है छानेर। यसरी चाहिँ चिरेर अन्डा निकाल्नु पर्ने हुन्छ। के कठिन हो छ ठुलै भइसकेर छ होइन। ए भाग्छन् है भाग्छन्। त्यहाँ दुईजना हुनुपर्छ कि। चोप त्यसमा के फेरि औषधि लगाइदिने लाउने भित्र चाहिँ लाउने न बाहिर चाहिँ लाउने हो। यसको अन्डा चाहिँ यस्तो ठुल्ठुलो हुन्छ। अहिले हामीले 2, 4, 6वटा 3टा भालेलाई चाहिँ हामीले बँदिया गराइसकेका छौँ। अब यो अन्डा र सिउर चाहिँ यसरी काटेर राख्नुपर्ने हुन्छ। अर्को तयारी अवस्थामा छ यहाँ। लगभग हामीसँग आजको मितिमा कति हामीले 60-70वटा 70वटा भालेलाई चाहिँ बँदिया गराउँदैछौँ। अब यस्तो छ अवस्था। चिरिसकेपछि यसरी काटेर सिलाइसके पछाडि मान्छे हो भने मान्छे भाइ यतिखेर कराएर यसको सिउर शिर पनि काट्ने पकाउनु त शिर चाहिँ कति दुख्दो है नहल्ने कि मोरा अलि त दुख्छ नि त। तेरै भाउ बढ्छ त। कहाँ पखेटा छोडेको त तिमीले? त्यही छुट्टो छ कि हातै नै हुने अलिक बिलम्मै लगाउन त्यहाँनिर हामीले बँदिया भन्ने ल रोदैन अझै मात्रै हुने हो। हामीले बँदिया भन्ने बित्तिकै यसरी मात्र यसको पहिचान चिन्न सक्छौँ। बसिस ए त्यसै गरेर